नाच्नु भयो तर बेहुला खोइ कहाँ हुनुहुन्छ उहाँ चाहिँ भाली बाहिर हुनुहुन्छ भनेर थाहा पाएँ मैले पनि उहाँलाई त्यही बिहेकै दिन भेटेको अनि अब त्यो भनेको सबै अब सुटिङको कुरा हो होइन कामको कुरा हो त्यसरी त्यति सोचिँदैन जे होस् उहाँले पनि एकदमै राम्रो गर्नुभयो सायद उहाँको पनि भर्खरै आउनुभएको छ होइन तर धेरै राम्रो एकदमै कम्फर्टेबली काम गर्नुभयो म के बोल्ने उताको एक्सपिरियन्स त धेरै छ हजुर होइन अब म एज एन अडियन्स त मैले यो एडिटिङ टेबलदेखि नै हेर्दा भएर आएको हो होइन किनकि म सबैजना दयाको म मकै परेदेखि नै डान्सको फ्यान भएँ उसले बाङ्गो आँगनलाई पनि सिधा बनाइदिन्छ गीतमा खेल्ने मान्छेले त म के बोल्ने भन्छन् गीत बनाउने मान्छेले म के बोल्ने भन्छन् म नबनाएको नखेलेको म के बोल्ने उताको एक्सपिरियन्स त धेरै छ हजुर होइन अब म एज एन अडियन्स त मैले यो एडिटिङ टेबलदेखि नै हेर्दा भएर आएको हो होइन किनकि म सबैजना दयाको म मकै परेदेखि नै डान्सको फ्यान भएँ उसले बाङ्गो आँगनलाई पनि सिधा बनाइदिन्छ उसले के गरिसक्यो भन्दाखेरि गिभ अप गरिदिइसक्यो मलाई आउँदैन नचाउँछ भने म हल्लिदिन्छु गीत गाइदिन्छु भनेर उसले यति मिठोसँग त्यो चिजलाई क्यारी गर्दो रहेछ म लिटरली म एकचोटि त्यो आप्पाको यस्तो गरेको स्टेपको फ्यान थिएँ म त्यस मैले भने पनि थिएँ होइन तर मकै परेपछि नि दयाको म डान्सको फ्यान भएँ अब रहिकन के भन्दाखेरि अब म स्क्रिनमा भइदिएर त्यति धेरै डान्स देख्न पाइँदैन थियो होला निश्चल स्क्रिनमा भएर त्यति धेरै डान्स देख्न पाइयो होइन त्यति धेरै एनर्जी देख्न पाइयो गीत राम्रो टिम राम्रो सिनेमा राम्रो निर्देशक राम्रा कलाकारहरू होइन राम्रो गीत राम्रो पर्फर्मेन्स सबै चिज राम्रो छ आशा गरौँ हजुरहरूलाई पनि राम्रो लाग्छ होला सपोर्ट सधैँ चाहिन्छ तपाईँले मलाई भन्नै पर्दैन गरिहाल्नुहुन्छ होइन ढुक्क छु म थ्याङ्क यू सो मच